देखिएको दृश्य सुन्दर गाउँ आफै जन्मेको ठाउँ तनहुँ जिल्ला घिरिङ गाउँपालिका वडा नम्बर 2 डुमकोट भनेर चिनिन्छ। गाउँको चारैतर्फ बस्तीले घेरिएको छ भने बीचमा चौतारी छ जहाँ गाउँलेहरू थाकेको समयमा थकान मेट्ने ठाउँ र खुसी भएको समयमा खुसी साट्ने ठाउँ। विडम्बना छ आज त्यो चौतारी सुन्ने छ किनकि गाउँलेहरू आफ्नो सहुलियतको लागि सहरतिर पलायन भइसके। तर प्रकृतिले भने साथ छोडेको छैन किनकि हरेक भिर पाखा पखेराहरू हरियालीले छाइरहेको छ र सुसाइरहेको छ। गाउँको चिसो पानी कलकल बगिरहेको छ। त्यस्तै चराचुरुङ्गीहरू आफ्नै सुमधुर आवाजमा गीताइरहेको छ र रमाइरहेको छ। तसर्थ रमाइलो गाउँमा तपाईँ पनि